भनिन्छ स्वास्थ्य राम्रो रहने हो भने जीवनमा त्यो जतिको ठूलो सम्पत्ति केही होइन। यही सन्देशलाई आत्मसात गर्दै गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर 4 स्थित गोकर्णेश्वर नगर अस्पतालमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरियो। 2082 असार 7 गते शनिबार सम्पन्न भएको शिविर न्यूरो केयर फाउन्डेसन नेपालको आयोजनामा र गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सम्पन्न गरिएको हो। स्वास्थ्य क्षेत्रको प्रवर्धनमा विशेष चासो राख्दै उक्त शिविरको पहल माननीय सन्तोष चालिसे र स्थानीय सरकारको अग्रसरतामा गरिएको हो। माननीय चालिसे स्वयं पनि शिविर स्थलमा उपस्थित भई सेवा लिन नागरिकलाई हौसला प्रदान गरेका थिए। उक्त शिविरमा नेपालका ख्यातिप्राप्त न्यूरो विशेषज्ञहरूको उपस्थितिमा सयौं नगरवासीले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सेवा प्राप्त गरेका थिए। उक्त शिविरमा करिब 100 भन्दा बढी नागरिकले न्यूरोलोजी सम्बन्धी परामर्श लिएका थिए। टाउको दुखाइ, मृगी, स्नायु प्रणालीको समस्या, स्पाइनल डिस्क जस्ता रोगहरूबारे प्रारम्भिक परीक्षण पनि गरिएको थियो। केही बिरामीलाई थप उपचारको सिफारिस सहित अन्य अस्पतालमा रेफर समेत गरिएको जानकारी दिइएको छ। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले जनस्वास्थ्य प्रति नगरपालिका अत्यन्त गम्भीर रहेको र यस्ता शिविरहरू नगरवासीको प्रत्यक्ष हितमा केन्द्रित हुने बताए। उनले निशुल्क सेवा प्रदान गर्नु नगरपालिकाको सामाजिक उत्तरदायित्व भएको र यस्ता कार्यक्रमहरूलाई भविष्यमा निरन्तरता दिइने स्पष्ट पनि पारे। आज गोकर्णेश्वर नगरपालिकाको संयोजकमा न्यूरो केयर फाउन्डेसनद्वारा न्यूरो शिविर राखेका छौँ। हामीले सबै सेवाहरू दिइराख्दाखेरि चाहिँ यो न्यूरोको चाहिँ अलिक कम भएको हो कि भन्ने मैले महसुस गरेपछि न्यूरो केयर फाउन्डेसनसँग सहकार्य गरेर आज नगरवासीहरूलाई चाहिँ न्यूरो सम्बन्धीको चाहिँ शिविर चलायौँ। नगरपालिकाले विभिन्न स्वास्थ्यमा काम गरिरहेको छ। यस्तो कार्यक्रमहरू पनि शिविर पनि राखिदिँदाखेरि चाहिँ नगरवासीले प्रत्यक्ष सेवा पाउने चाहिँ मैले देखाएको छु। र अब चाहिँ न्यूरोको लागि पनि हाम्रो विनोद राज भण्डारीले म चाहिँ भोलिन्टियर पनि गरिदिन्छु भनेको छ। उहाँ यो न्यूरो केयरले पनि 45 डेजमा चाहिँ 45 दिनमा चाहिँ हामी एकचोटि आइदिन्छौँ भनेर चाहिँ हामी सहकार्य गरेर यहाँको नगरवासीहरूलाई यो चाहिँ स्वास्थ्यको लागि चाहिँ हामीले न्यूरोको लागि चाहिँ सम्झौता चाहिँ पनि गर्दैछौँ। वडा नम्बर 4 का अध्यक्ष जयराम महतले जनतासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अब विकाससँगै आधारभूत सेवा जस्तै स्वास्थ्यमा पनि समान प्राथमिकता दिइरहेको बताए। यो वडामा योभन्दा बाहेक अन्य धेरै सेवा सुविधाहरू पनि छन्, तर न्यूरो सम्बन्धीको चाहिँ सेवा सुविधा चाहिँ आज हाम्रो न्यूरो केयर फाउन्डेसन नेपालले चाहिँ निःशुल्क रूपमा प्रदान गरिदिनु भएको छ। त्यसको लागि न्यूरो केयर फाउन्डेसन नेपाललाई एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँहरूसँग एउटा समन्वय गरेर छिट्टै नै एउटा यस नगर अस्पतालले न्यूरो सम्बन्धीको एउटा डाक्टरको पनि व्यवस्था गर्न लागिरहेको छ। यहाँलाई यो पनि एउटा जानकारी गराएँ। त्यसैगरी चिकित्सकहरूले स्थानीय सरकार र न्यूरो केयर फाउन्डेसन नेपाललाई यस प्रकारको सहयोगी प्रयासको पहल र व्यवस्थापनका लागि विशेष धन्यवाद व्यक्त गरे। यो गोकर्णेश्वर नगरपालिकामा जुन चाहिँ हामीले यो हेल्थ क्याम्प सुरु गरेका छौँ, यति ठुलो हेल्थ क्याम्प हाम्रो यो पहिलो प्रयास हो। यसको लागि चाहिँ हामीले चाहिँ गोकर्णेश्वर नगरपालिका प्रमुख रिसालज्यू र हामी न्यूरो केयर सेन्टर नेपाल दुबईको समन्वयमा यो कार्यक्रम हामीले सुरु गरेका छौँ। शिविरमा सहभागी वरिष्ठ न्यूरोसर्जन डाक्टर गोपाल रमन शर्मा सहित अन्य विशेषज्ञ डाक्टरहरूले यस्ता शिविरले जनस्तरमा न्यूरो समस्याको समयमै पहिचानमा सहयोग पुगेको बताएका छन्। चिकित्सकहरूको अनुसार न्यूरो समस्याहरू प्रारम्भिक चरणमै चिन्न सकेमा गम्भीर अवस्थाबाट बच्न सकिन्छ। सबभन्दा ठुलो कुरो रोग पहिचान गरी त्यसको निदान गर्ने लक्ष्य राखेका छौँ र जसलाई सर्जरी अपरेसन चाहिन्छ त्यस्तो बिरामीहरूलाई पहिचान गरी अपरेसन गर्नलाई सहयोग गरी अपरेसनलाई सहज गराइदिने पनि हाम्रो यसमा उद्देश्य छ। न्यूरो केयर नेपाल फाउन्डेसन चाहिँ न्यूरो पेसेन्टहरूलाई चाहिँ फ्री हेल्थ केयर दिनलाई अथवा जसलाई चाहिँ न्यूरोको प्रब्लम छ तर फाइनेन्सियली गाह्रो भएर बसिराख्नु भएको छ उहाँहरूलाई चाहिँ हामीले हेल्प गर्नलाई यस्तो फाउन्डेसन खोलेको हो। शिविरमा जनताको उत्साहजनक सहभागिता देखिएको थियो। बिहान 8 बजेदेखि सुरु भएको शिविरमा नागरिकहरू बिहानदेखि नै स्वास्थ्य परीक्षणका लागि अस्पतालमा उपस्थित भएका थिए। यो आजको शिविरमा चाहिँ सिनियर डाक्टरहरू पनि अब आउनु भएको छ, त्यही भएर पनि अलिक खुसी लागिरहेछ हैन। राम्रै भयो, एकदमै राम्रै भयो। अब टाढा जानु परेन, नजिकै भयो, राम्रै भयो, खुसी लाग्यो। अहिले नेपालमा स्वास्थ्यमा विभिन्न किसिमका रोगहरू आएको र त्यसको निराकरणको लागि जुन रूपमा प्रत्यक्ष रूपमा जनताको सामु आएर एउटा स्थानीय मान्छेलाई जनतालाई
प्रत्यक्ष स्वास्थ्य लाभ दिनुको लागि यहाँका न्युरो विशेषज्ञहरू विज्ञहरू आउनुभएको छ। सर्वप्रथम त न्युरो फाउन्डेसनलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यसै गरी स्वास्थ्य परीक्षणको लागि एउटा वातावरण बनाइदिनु भएकोमा गोकर्णेश्वर नगरपालिकालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नगरपालिकाले शिविरपछि प्राप्त प्रतिक्रिया र अनुभवका आधारमा आगामी दिनमा अन्य स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। स्थानीयवासीहरूले पनि यस्ता सेवाले नगरपालिकाप्रति विश्वास बढेको र स्वास्थ्य सजगता थप बढाएको बताएका छन्।